युवाहरू जहिले हामी किन जहिले निस्किनु पर्ने बाहिर एउटा विदेश जाने कुरामा चाहिँ तपाईँलाई साह्रै अप्ठ्यारो महसुस नगर्नुहोस्। हिजो हामी अमेरिकाको मान्छे यहाँ आउँदाखेरि अमेरिकनहरू खुसी हुन्थे मेरो मान्छे एसिया गएको छ भनेर। आज तपाईँलाई केही समयको लागि अमेरिका हाम्रो मान्छे गएको छ भनेदेखि घरले गौरव गर्छ मेरो छोरा पनि अमेरिका जान सक्दो रहेछ भनेर। तर त्यो के होस् त भन्दाखेरि टुरिस्टको लागि मात्रै होस्, दीर्घकालीन रूपमा अमेरिकै नबसोस्, यहाँ फर्केर आओस् र अमेरिकाको टेक्नोलोजी सिकेर अस्ट्रेलिया, क्यानाडा, स्विडेन, डेनमार्कको टेक्नोलोजी सिकेर हामीले यो गाउँघरमा आएर यहाँका मान्छेहरूलाई सिकाओस्। हरेक युवाहरू तपाईँहरू जस्तो युवाले तल्लो जेनेरेसनलाई अपग्रेड गर्नुपर्छ। तपाईँहरूले नकारात्मक कुरा मात्रै होइन, यो नकारात्मक कुराभित्र लुकेका सकारात्मक कुराहरूलाई पनि अलिकति सोचिदिनुहोस् त। तपाईँ हलेदेखिबाट मोटरसाइकल चढेर आउँदै गर्दा पहरेमा तपाईँ आज मोटरसाइकलमा चढेर आउनुहुन्छ, उहाँ पछाडि फर्केर बुवालाई हेर्नुहोस् त, सखर र अलिकति जीविकामा तेल लिनको लागि उहाँ गोदार पुग्नु भएको थियो। त्यो अवस्थाबाट यहाँसम्म ल्याउनको लागि यो व्यवस्थाले गरेको सकारात्मक प्रयासको बारेमा तपाईँले अलिकति सकारात्मक सोचिदिनु भयो भनेदेखि होइन राम्रो हुन्छ। एउटा कुरा भन्नु, जब काङ्ग्रेसको सरकार थियो नि हामीले बाटो खन्नको लागि खिजी फलाटे गाउँ विकास समितिसँग 30,000 पैसा मागेर ल्यायौँ। हामीले गामलाङबाट पैसा माग्यौँ, रङ्गनीबाट पैसा माग्यौँ, सैपुबाट पैसा माग्यौँ, दुरागाउँबाट पैसा माग्यौँ, भुजीबाट पैसा माग्यौँ र हामीले एउटा उपभोक्ता समिति गठन गरेर हामीले बाटो ल्यायौँ। बाटो कोटगाउँ आएर अड्क्यो। चन्द्रबहादुर राउत र म डाक्टर रामशरण महत अर्थमन्त्रीसँग फेरि पैसा मागेर ल्याएर यहाँ रुँदै यो बाटो हाम्रो हातमा यति ठेला उठेको थियो। त्यसपछि यहाँ आएर बाटो रोकियो। हामीले फेरि पोको मान्छेहरूसँग परेको मान्छेसँग चन्दा उठायौँ, सुन ल्यायौँ, त्यो बेचेर पैसा लिएर अहिले हामी मोटर चढ्ने भएका छौँ। कुनै पनि कालखण्डमा समाज सेवा गर्दाखेरि कोही न कोही मान्छेले कन्ट्रिब्युसन गर्नुपर्छ। त्यसको लागि कसको लागि त भन्दाखेरि अर्को जेनेरेसनको लागि, देश नागरिकले बनाउने हो। तर नागरिकले देश बनाउँदाखेरि दुईवटा कुरा हुन्छ युवाहरूमा, एउटा पोजिटिभ एस्पेक्ट हुन्छ, एउटा नेगेटिभ एस्पेक्ट हुन्छ। तपाईँहरूले समाजमा जहिले पनि नेगेटिभ कुराहरूलाई चाहिँ लिपिबद्ध गर्नुहोस्। अब के गर्नुपर्छ त स्थानीय प्रतिनिधिको हैसियतले मैले के गर्नुपर्छ? हामीलाई तपाईँ स्थानीय क्षेत्रमा तपाईँले काम गरेको मैले देखेको छु है। योभन्दा पहिलाको पुस्ताहरूले काम त्यस्तो खासै गरेको थिएन होइन। तपाईँ काङ्ग्रेसबाट आउनुभएपछि स्थानीय रूपमा ठिक गर्नुभयो, काम गर्नुभएको छ। तर जो संसद बनेर जान्छ त्यसले ल्याग गरेको जहिले देखिरहेको छ कि त्यहाँ बिग्रेको छ होइन। हरेक कुराको बजेट आएको छ, त्यो बजेट आउन कहाँबाट आएको? विदेशी ऋणबाट आएको। मेन कुरा नेपालकै आफ्नै अर्थतन्त्रबाट कुन विकास गरिरहेको छ नेपालले? सबै विदेशको ऋणहरूबाट, विदेशको सहयोगबाट, एमसिसी यताउताबाट। हामी कहिले स्वाभिमानी भने अरूले दिएकोबाट लिएर कहिले गर्ने? संसदबाट माथिबाट धेरै पैसा खटाएको होला, पैसा यताउता चुइदा त्यही भएर हामीले पनि टुक्रा रोड बनाउनु पर्ने कन्डिसन आएको। राष्ट्रले सक्दैन एउटा सामान्य तपाईँ जितेर गएपछि माया गरेर भनेर दिए भने नि झ्याप्प दिन सक्नुहुन्न। र कति वर्ष लाएर यो रोड हामीले बनाउनु पुग्यो, कतिवटा समस्याहरू झेल्नु पर्यो। बर्खा लाग्छ गाडी चल्दैन, बर्खा लागेपछि अब त्यसमा कुनै यताउता स्थानीय सरकारले गर्नुभएको त्यसमा ठिक छैन। संसदले चाहिँ के गरे? योजनाबद्ध हिसाबले दीर्घकालीन आर्थिक विकासमा लाग्नु पर्यो, विकासमा लाग्नु पर्यो भन्नुभएको। ऋण लिएको, विदेशबाट ऋण लिएको कुराबाट विकास अलिअलि छिटकायो यताउता। अब प्रदेश बनाएको छ, प्रदेशको संसदहरूलाई तलब खुवाएको छ। यति सानो देशलाई 7वटा प्रदेश चाहिएको छ। यो कुरालाई चाहिँ यही कुराको कमजोरी भयो भनेर अस्तिको मुभमेन्टले अब चुनाव ल्यायो नि त। अब चुनावमा ल्याएर गएका नेताहरूले अब यो सबै विकृतिहरूलाई व्यवस्थापन गरेर असल कामको थालनी गर्नको लागि रुखसिन्धमा मतदान गरौँ र रामचन्द्र खड्कालाई हामी जाउँ, गगन थापाकामा जाउँ, यहाँको भिडियो लिएर दाई गगन दाई हामीलाई यसो भनेको छ रामचन्द्र खड्काले पहरेमा आएर तपाईँले हाम्रो एजेन्डालाई सम्बोधन गर्नु भएन भने अर्कोचोटि काङ्ग्रेसलाई भोट नहाल्ने होइन कि तपाईँको विरुद्ध फेरि विद्रोह हुन्छ भन्ने लाग्यो। ल थ्याङ्क यू भेरी मच। एउटा क्वेसन, यो तपाईँहरूले रोड विकास मात्रै भन्नुभयो, शिक्षा विकास नै चाहियो, स्वास्थ्यको लागि नै चाहियो। हामीले म त यहाँ पढ्दिनँ कि यहाँको भाइ बहिनीहरू देख्छु यति दुःखले पढ्न जान्छन्, यति ब्याचलर पढ्नलाई सहर छिर्छन्। अब तपाईँले पनि अब केही तपाईँको बल शक्ति लगाएर
वडा 1 मा 2 मा ब्याचलर पढ्ने फेसिलिटी बनाइदिनु पर्यो तपाईको त्यो विकास मात्रै भएन कि दिगो विकास नै गर्नु पर्यो क्या ठिक थ्याङ्क यू यो हाम्रो अहिले विकास त भइरहेको तर दिगो विकास भएन एकचोटि शिक्षाको बारेमा दुरा गाउँको हेड सरकार ट्याक्क बसेर तपाईँले कम्प्युटर इसिडी क्लासदेखि लिएर शिक्षकहरूको पर्फर्मेन्सदेखि लिएर विकास चाहिँ कस्तो हुन्छ नि बाबु अमेरिकामा भएको विकास यहाँमा भएको विकासमा कम्पेयर गर्न मिल्दैन दुरा गाउँमा हामीले गर्ने विकास चाहिँ त्यहाँको जनताको मेन्टालिटी हेरेर त्यहाँको जनताको स्थिति हेरेर हामीले त्यो कुरोलाई हामीले सिकाउने हो क्या